अब चाहिँ हाम्रो बल हान्ने कार्यक्रम चाहिँ लगभग रेडी हुँदैछ है। यो नवदुर्गाको लागि चाहिँ हामीलाई चाहिँ अब 9वटा रुखको चाहिँ टिमुर चाहिन्छ। टिमुर चाहिँ जो अब टिमुर खोज्नको लागि चाहिँ म हिँडिरहेको छु। 9वटा रुखबाट चाहिँ टिमुर टिप्नु छ है। 9वटा रुखबाट चाहिँ सम्भव भएन भने पनि रुखका चाहिँ 9वटा हाँगाबाट, एउटै रुखका चाहिँ 9वटा हाँगाबाट चाहिँ टिमुर टिपेर चाहिँ चढाउँदा सकिन्छ। ल यहाँनिर चाहिँ मैले टिमुरको रुख टिपिसकेको छु। हाम्रै कालनानिर हो यो। ल अब यो एउटा टिमुरको रुखबाट चाहिँ मैले टिमुर टिप्न जाँदैछु है। भाँच्नु पनि गाह्रो, काँडा यति काँडा हुन्छ गाई यसको होइन। काँडा भिज्यो भने डुबिन्छ। ल यो चाहिँ दोस्रो रुख है। दुईवटा रुखबाट चाहिँ टिप्न लागिसक्यो अब टिमुर। अब चाहिँ बाँकी 7वटा छन्। 7वटा रुखबाट चाहिँ मैले टिमुर टिप्नुपर्ने छ। अलिकति अब पहिलेदेखि पुर्खाले मान्दै आएको प्रचलन होइन, अब मानिहाल्नु भनेर हो है। दुईवटा रुखबाट चाहिँ भयो काँडाहरू समाउँदा है। काँडा यति डर लाग्दो काँडाहरू छ है। ल यो चाहिँ तेस्रो रुखबाट टिमुर टिप्दैछु मैले। हाम्रो चाहिँ यहाँनिर यो टिमुर पनि पाइन्छ है। हाम्रो कालनामा, हाम्रो बारीमा टिमुर पनि रोपेर हामीले है। तिनवटा रुख भयो अब बाँकी 6वटा रुखबाट चाहिँ टिमुर टिप्नु। अब अर्को चौथो रुख चाहिँ यतातिर छ। हल्का हल्का अलिकति बाच्छा जस्तो होइन। भए अब चाहिँ यता तलतिर छ एउटा रुख। यो रुख चाहिँ यो रुख भयो भने 5वटा भयो। 5वटा छ एउटा रुख। त्योसँग चाहिँ 6वटा रुखको टिमुर भए 6वटा। यहाँनिर चाहिँ कागतीहरू पनि फलिरहेको छ है हाम्रो चाहिँ। धेरै उयो कागती छ। ल अब योसँग हुन्छ 7वटा टिमुर छ। 7वटा नेक्स्ट 8औं रुखमा चाहिँ म जाँदैछु है। 8औं रुख लास्ट चाहिँ अब 9 रुखको टिमुर चाहिँ यहाँनिरको यो टिमुर चाहिँ म टिप्न जाँदैछु। फाइनली गाइस मैले चाहिँ 9वटा रुखबाट टिमुर टिपेर चाहिँ होइन अब घरतिर फर्किँदैछु। अब चाहिँ हुन्छ होला हामीले तयारीको अन्तिम प्रक्रियामा चाहिँ म गइरहेको छु। अब गएर चाहिँ टिमुर सिमुर चढाउने होइन। अनि यसो अब फुलहरू चाहिँ चढाइदिने। त्यसपछि चाहिँ बलको कार्यक्रम चाहिँ स्टार्ट हुन्छ है। यहाँनिर मैले फुलहरू चाहिँ यसो होइन यिनीहरूलाई चाहिँ सजाउँदैछु, श्रृङ्गार गर्दैछु। श्रृङ्गार गरेर हुँदैछन् यिनीहरू होइन। एकछिनपछि अब काटिने यिनीहरू है। अहिले चाहिँ अब यसो श्रृङ्गार सबैले चाहिँ बर्खा समयमा चाहिँ 12 महिना भयो भने लगभग बर्खायामहरू 6 महिना रेगुलर चाहिँ बिहान साँझ 24 घन्टा चाहिँ आउँछ बाटो पनि पिज भइसकेको छ, लाइन पनि आइसकेको छ। फुलहरू अब फुल्नको लागि चाहिँ आइसकेको छु। पुगेर फुल चाहिँ राख्नु पऱ्यो। कसै पनि आउनु खाऊ दसैँमा लाउन लागि राख्नु पऱ्यो होइन। फुलहरू टिपिसकेको छु। त्यस्तो ध्यान है ल्याएर रेडी भइसकेका छन्। ट्याक ल्याएर है ल्याइसकेको छु। अब एकछिनपछि चाहिँ ल अब हल्का हल्का पूजासँग हेर्नुहोस् रेडी हुँदैछन् है। अब यसो आइसक्यो हाम्रो चाहिँ अगरबत्तीहरू पनि आइसकेका छन्। फलफुल चढाउनु पर्छ कि नै मम्मी? पर्दैन होला सायद त्यो भइसकेको छ। अन्तिम चरणमा चाहिँ अब एउटा पाती चाहिँ यहाँ है हाल्नुपर्छ होइन। चलाएर अब पाती राख्छु अनि पारेर चाहिँ बनाउँछु अहिले। हेर्नु चाहिँ पाती है
अन्य कार्यक्रम चाहिँ सकिने भइसक्यो है। गाइस हाम्रो चाहिँ यहाँ सबै बोलाउने कार्यक्रम चाहिँ सकिसक्यो होइन। ल अब चाहिँ आजको अहिले चाहिँ अब हामी अब खानापिना गर्न जाँदैछौँ। एक अब चाहिँ बोलाउने अब चाहिँ खानासाना खाने गाइस। अहिले चाहिँ म यो लिङदुङदेखि तल चबीको मेरो घरसम्म छ। आन्टीको घरमा चाहिँ आइएको थियो, आन्टीहरू चाहिँ घरमा हुनुहुन्छ। अनि त्यही भएर चाहिँ म चाहिँ अब घरतिर फर्किँदैछु। सो अहिले चाहिँ जङ्गलको बाटो है एक्लै एक्लै गर्मी ट्र्याक लगाएको लास्टै गरिदिएको। यही माथिमा चाहिँ ग्रिन पार्क छ है, साथीहरू फोटो खिच्न मन छैन आउनु होला। ल है गाइस यो चाहिँ यतातिर पाँचमारी भन्छ अरे है। अनि यतातिर चाहिँ यो चाहिँ ग्रिन पार्क हो, यो चाहिँ लिङदुङको ग्रिन पार्क। यहाँनिर चाहिँ अब सबैजनाले चाहिँ फोटो खिच्छन्। यहाँनिर लेखिरहेको छ है लिङदुङ ग्रिन पार्क भनेर चट्टु लगाएर। जस रमाइलो छ दृश्य है। हेलो के घर घर आइगएँ म, यहाँ कोही नहुने घर। हुनुहुन्छ अब यहाँदेखि चाहिँ नेर्पा चाहिँ जम्मा 2 किलोमिटर छ गाइस है। नेर्पाको बजार उतातिर छ। म चाहिँ बिस्तारै बिस्तारै आउँदैछु। जस एउटाहरूले चाहिँ अलिक गाह्रै हुन्छ कि यतातिर। म चाहिँ घरतिर फर्किने आइसकेको थिएँ है। अनि अन्तिहरू ट्याक्कै बाटो भेट्नु भयो। त्यही भएर चाहिँ फेरि फर्केर कहाँ जानु भयो? म यहीँ आन्टी घर आएको थिएँ। कोही हुनुहुन्छ नि फर्केर घर जान्ला थियो। आइरहनु त मान्छेहरू फेरि फर्केर जान्ला छ। बाटो चाहिँ लास्टै ओह्रालो छ है। एकदमै यहाँनिर चाहिँ मेला लाग्छ, ठुलो मेला लाग्छ सबैको होइन। तलतिर चाहिँ धान पनि लगभग पाक्न थालिसकेको छ। यो चाहिँ चबी भन्ने ठाउँ हो होइन। यस धान पनि लगभग पाकिसकेको छ। यस दृश्य हेरेको है पाकिसकेको छ। सबै जङ्गल छ गाइस। यो अलिकति समयले मौसम चाहिँ साथ दिइरहेको छैन होइन। एकदमै रुगाखुरी लागिरहेको छ। बोल्न पनि अलि राम्रोसँग दिइरहेको छैन। त्यही पनि हल्का हल्का बोल्ने प्रयास गरिरहेको छु, हल्का बोलिरहेको छु है।
चाहिँ हापा हुने त्यो डाँडा काँडा छ बाटो चाहिँ छ उकालो हेर्न सक्नुहुन्छ यी ठाडै उकालो छ यस्तो साह्रै ओह्रालो छ तलतिर मजासँग त्यही पनि म निराश होस् होइन बाइक चाहिँ मजासँग